Hi everyone, namaste and welcome back to my channel. Again back to back फेरि नयाँ भिडियो जाँदैछ मेरो युट्युब च्यानलमा. प्लिज हेरेर लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला. म चाहिँ फ्यामिलीहरुसँग काब्लुम फेस्टिभल जाँदै थिएँ. यही मेलबर्नमै लाग्ने एउटा फेस्टिभल हो. त्यो चाहिँ यसो फ्लावरहरु हेर्ने. अनि म चाहिँ घरदेखि नै भिडियो बनाउँछु भन्ने सोचेको थिएँ. तर मैले भुसुक्कै बिर्सेछु रेडी हुने तालमा. त्यसपछि गाडीमा आएपछि पो यसो सम्झेँ आज त भिडियो बनाउनु पर्ने हो नि त भनेर. किनकि मलाई युट्युबमा भिडियो अपलोड गर्न मन लागिरहेछ हिजोआज किन हो. टाइम पास भइरहेछ. सँगसँगै पनि दिमाग अलिकति बढ्दैछ मेरो. पहिला हाल्छु भनेको थिएँ. तर यतिकै भयो बिचमा ग्याप 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 भएर अब फेरि म युट्युबमा भिडियोहरू चाहिँ हालेर हजुरहरूलाई देखाउँछु. मेरो भिडियो हेरेर चाहिँ यसो के लाग्छ, मैले के इम्प्रुभ गर्ने पर्ने छ, यसो मलाई सजेस्ट गर्नु होला. यसो कमेन्ट पनि गरिदिनु होला है त. अब चाहिँ म फेरि भोइस ओभरै गर्छु किनकि हामी टिकट काटेर काब्लुमको गेटभित्र छिरिरहेछौँ. हामी सबैजना छौँ. रमाइलो पनि भइरहेछ. खाना नखाइ गएको बिहान बिहानै. भोक पनि लागिरहेछ. बिहानै भन्नाले त्यही हामी 10 बजे ठ्याक्कै 10 बजे पुगेको थियौँ त्यहाँ चाहिँ. अनि रमाइलो भइरहेको थियो. अनि गेटभित्र छिर्यौँ, इन्ट्री गऱ्यौँ. अनि मैले भिडियो बनाइरहेको थिएँ नि त. अनि त्यो गेटको केटीले चाहिँ हाई गरी. अनि कस्तो राम्रो ड्रेस लगाइरहेको थियो कि कस्तो मन परेको थियो मलाई त तिनीहरूले लगाएको ड्रेसहरू. अनि त्यसपछि हामीलाई चाहिँ एकदम सुसु आइरहेको थियो. यहाँ न दाजुबहिनीको के कुरा भइरहेछ, फोटोको राम्रो खिचिदिनु है भन्नेमा अलिकति उनीहरू कुरा गरिरहेछन्. फोटो मेरो राम्रो फोटो खिचिदिनु पर्छ भनेर. अनि त्यसपछि मलाई यस्तो सुहाइरहेको थियो क्या. अनि हामी टोयलेट खोज्न गयौँ. म, नबिना अनि मम्मी. अनि टोयलेट खोज्न गयौँ किनकि यताउता हेरेको देखेनौँ. अलिकति यसो अलि टाढै रहेछ त्यो टोयलेटको साइन देखाइरहेको थियो. अनि हामी त्यतापट्टि गयौँ. त्यतापट्टि नि यति रमाइलो भइरहेको रहेछ क्या. त्यो लाइक डान्सहरू के भइरहेको थियो. अनि नबिनाले चाहिँ मलाई मैले त्यो टी सर्ट लाएको छु भनेर देखाइरहेको थिएँ. राम्रो थियो, पिङ्क रेड कलरको टी सर्ट. यस्तो राम्रो देखिरहेको थियो उसलाई पनि. अनि हामी यहाँ के सामानहरू रहेछ मैले यसो भिडियो बनाएको अलिअलि क्लिप. यस्तो भिडियो बनाउँदा नि पुरा हल्लिरहेको छ क्या. मलाई चाहिँ त्यो के भन्छ, के स्टिक भन्छ त्यसलाई, सेल्फी स्टिक, त्यो समाउनै आइरहेको थिएन क्या. हिँडेको तर भिडियो अलिकति हल्लिरहेछ किन. अनि हामी चाहिँ त्यो गेटबाट छिरेर अलिकति उतापट्टि साइडमा गएको. त्यता सनफ्लावर गार्डन रहेछ. अनि यति रमाइलो थियो क्या. त्यहाँ पनि पुरा डान्सहरू भइरहेको थियो. डान्सहरू भएर पुरा रमाइलो भइरहेको थियो त्यहाँ पनि. बच्चा त यति धेरै बच्चाहरू थियो नि. अब स्कुल होलिडे चलिरहेछ यहाँ. जे होस् रमाइलो थियो. अनि हामी टोयलेट खोज्दै गयौँ. त्यताको रमाइलो पनि हेऱ्यौँ. अनि अरू के गऱ्यौँ. अरू चाहिँ अनि म हजुरहरूलाई त्यो के भन्छ भोइस ओभर होइन डिरेक्ट भोइसै देखाउँछु है त. वाचिङ. ब्राभो खै त दाइहरूलाई फोन गरौँ न. कहाँ हो मम त्यहाँ बस्ने त. पर हो र सुमन जस्तो लाग्यो त्यो होटल लाग्यो. बनाएर त तिमीबाट मेरो भिडियो बनाइरहेको छु. कहाँ दाइहरू कहाँ देख्यो हामीले खिचिरहेको भने मान्छेकै कति धेरै. हामीले यहाँ फोटो खिचिरहेछौँ. दाजु क्यामेराम्यान मेरी आमा आएपछि आमा उयो धाउँथ्यो. अब हामी यो चढ्न जाँदैछौँ. अब यहाँ चढ्ने हो, हेर्ने हो बाहिर. जुम गरेर
गाइजहरु जाम लाइन बस्छ राम्रो लुगा बोकम राम्रो ल जाम गाइस अब हामी चढ्न जाने के चढ्न जाने हामी यो चढ्न जाने लाइन रहेछ हौ आऊ आउनु न मम्मी ज्याकेट लिएर आउनु न हामीलाई यहाँ लाइन बसिरहेछौँ ए त्यो दुईजना खिच्छ ल त्यहाँ बस्नु यता भन्दै नामनाकपट्टि खिचिरह यता भन्दै नामनाकपट्टि खिचिरह यति धेरै लाइन मङ्स खै कस्तो निकाल्नु हेरिहाल्नु पर्ने हेरिहाल्नु पर्ने यिनीहरूलाई हेर्नु त पर्यो नि अझै घर गएर ल्यापटपमा हेर्न मजा आउँछ है अब घरै गएर हेर्नु कान्छालाई ढिलो हुन्छ लाइन छ यहाँ धेरै ए एउटामा कति दुईजना चारजना ल ल ल बोले बल्ल बोले यहाँ अघि नै हड्डीकड्डी गरेर लाग्यो गाडीमा अब हामी लाइन बसिरहेछौँ अनि त्यसपछि हामी यो चढ्न जान्छौँ यो चढेपछि देखाउँछु ल अब डर लाग्दैन यो त डर हुँदैन क्या यो त भ्यू मात्रै हेर्ने त नि अब यो डर लाग्छ कि क्या डर आयो कि सर त्यसै दिदी यता क्यामेराम्यान यता त्यो गिम्बलबाट चाहिँ हुन्थ्यो लाउनु त सानो सेल्फी यति नै हो मेरो भिडियोज अब सानो क्लिप भन्ने कि भ्लग्स भन्ने कि के भन्ने अब हेरेर जस लास्टसम्म हेरिदिनु होला हेरेर लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला म हजुरहरूलाई फेरि पनि नयाँ नयाँ भिडियोजहरू देखाउँछु म कता घुम्न जान्छु के गर्छु डेली भ्लग्स एन्ड एभ्रिथिङ तर अलिकति युज टु भएको छैन नि त थ्याङ्क यू गाइज किप वाचिङ माई भिडियोज एन्ड डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब and keep watching my videos. Okay, thank you, bye bye, thank you so much, take care all of you.